सत्य घटनामा आधारित कथा मनकामनाको रहस्य। भाग 1। लेखक सनातन गिरीको वास्तविक अनुभवमा आधारित। साल 2063। गोर्खाको हरियो डाँडा र चिसो बतासले भरिएको बिहान थियो। म श्रद्धा र भक्तिभावले मनोकामना देवीको दर्शन गर्न निस्किएको थिएँ। यात्रा सहज थिएन, तर मनमा देवीप्रति गहिरो विश्वास थियो। मन्दिर नजिकै पुगेपछि त्यहाँ बस्ने एकजना बाबा, देवीनाथले मलाई एक बिन्ती गरे। बाबा, गणेशजीको मूर्ति बनाइदिनुस्। उनको अनुहारमा अझै गम्भीरता थियो। म पनि भक्तिभावले हो भनेर स्वीकृति दिए र मनकामनादेखि माथितिर गोरखनाथ गुफामा बसेर गणेशजीको मूर्ति खोप्न थाले। दिनरात मूर्तिको आकारमा गणेशजीको रूप देखिन थालेको थियो। एक साँझ सिद्धनाथ भन्ने जोगी आएर भने, बाबा, आज भजन गर्न मनोकामना जाऔं। मैले केही सोचिन, उनीसँगै मन्दिरतिर लागे। तर जब मन्दिर पुग्यौं, अचम्मै भयो, चारैतिर सुनसान। सबै ढोका बन्द, कुनै आवाज छैन। म ढोका नजिक पुग्दै थिएँ कि ठुला घन्टीहरू आफै बज्न थाले। धड धड धड। हावा त छैन, मान्छे पनि छैन, तर घन्टीहरू गुन्जिरहेका छन्। मैले सिद्धनाथलाई सोधेँ, यो कसले बजायो? उनी मुस्कुराएर भने, महाराज, यो परेवा हुन्, देवीका सन्देशवाहक। म चकित परेँ। तर केही क्षणमै सिद्धनाथ हराए। अचानक मन्दिरको दक्षिणपट्टि पुगे, र त्यहीँ महाकालको मूर्तिले आक्रमण गर्यो। आगो जस्तै ज्वालाहरू मेरो दिशातिर फ्याँक्दै थियो। डरको सट्टा मलाई केही अज्ञात शक्ति आयो। देब्रे हातले उसको एउटा आँखा थुने। दाहिने हातले लौरीले अर्को आँखामा घुसिदिए। त्यो मूर्ति तत्काल शान्त भयो। मन्दिरको परिक्रमा गर्दै जाँदा पछाडिपट्टि कालो भाले देखे, ठुलो, डरलाग्दो, आँखा रातो। अचानक उसले ममाथि आक्रमण गर्यो। मैले लट्ठीले प्रहार गरे, भाले त्यहीँ ढल्यो। तर उसको शरीरबाट निस्किएको हुरीले आकाश फाटे जस्तो भयो। मनकामनाको आकाशमा धुलो, कागज, फोहोरको बवण्डर उठ्यो। जस्तो संसारकै आत्मा हल्लिएको होस्। अन्तत मन्दिरको अगाडिको ढोकामा पुगे, जहाँ महाकालले आक्रमण गरेको थियो। ढोका बन्द थियो। मैले धकेले, खुलेन। क्रोधले मैले देवीलाई नै गाली गरे। त्यही क्षण ढोका आफै खुल्यो। भित्र अन्धकार थियो, तर देवीको मूर्ति झल्किँदै थिइन्। म भित्र गएँ, दर्शन गरे। त्यही बेला पुजारी आयो, आँखामा रिस र अनुहारमा डर। तँले मारेको भाले राजा ज्ञानेन्द्रले भक्कलेको बलिको लागि थियो। मैले भने, मलाई थाहा थिएन। पुजारी रिसायो, जा, अब कहिल्यै मनोकामना नहुनु, भनी पठायो। भाग